हेलो हेलो गाइज। हिजो हामी डिटी फेस्ट हेर्न गएको थियौँ। म दिपेन अनि केही मेरो साथीहरू। निकै रमाइलो भयो। स्टलहरू भिजिट गऱ्यौँ, घुम्यौँ, खायौँ पनि। अनि त्यसपछि हामी लाग्यौँ स्टेजतर्फ। सानो बाबु नानीहरूको डान्स हेऱ्यौँ। त्यो सँगसँगै अरू सानो बाबु नानीहरूले गरेको भरतनाट्यम डान्स पनि हेर्न पायौँ। निकै रमाइलो भयो। अनि त्यसपछि म लागेँ अर्को स्टलतर्फ, फेस पेन्टिङ अनि नेपाली ट्रेडिसनल चुरापोतेहरू बेच्न राखेको ठाउँ। निकै नै रमाइलो भइराखेको थियो। त्यसपछि म लागेँ कपडाको स्टलतर्फ। त्यहाँ हामीले केही कपडा हेऱ्यौँ तर खासै मन परेन अनि केही किनेनौँ। अनि त्यसपछि हामी लाग्यौँ हाम्रो नेपाली पुरानो आर्टहरू, पानसहरू, मूर्तिहरू भएको ठाउँ। त्यो पनि हेर्दा निकै रमाइलो भयो। हामी